यहाँ चाहिँ पैसा हाल्दै हुनुहुन्छ पास्मोमा हामी सकेको छौँ छु जाऊ न मैले कसरी बनाइदिन्छु ए राजा बिचराले यस्तो टङ्की जानु हाम्रो बुवा डङ्कीको भिडियो गर्दै हुनुहुन्छ बुवालाई चाहिँ यो लाइटर मन पर्यो हेर्दै हुनुहुन्छ हामी आइपुग्यो नाकाचो भन्ने ठाउँ यहाँ चाहिँ हाम्रो नेपालको जस्तो पुरानो घरहरू रहेछ नेपालमा भक्तपुरमा थियो नि त्यस्तै टाइपको घर पुरानो घर के भयो आउँदै हुन्छ सबै कुरालाई सधैँ यसो चाहिँ राखेको होला कि है जापानको हाम्रो रिक्सा यस्तो छ तर यहाँ मान्छेले चलाउने कि है कुदाउँदै त कस्तो गाह्रो तर कि है राम्रो भएछ मिठो छ बुत्ता देशी हो तपाईँले के छ र मम्मीवाला मम्मी बुवा यहाँ हात धुनुपर्छ अरे यसरी चप्पल मलाई धुनु पर्यो जान्दिँदै तपाईँ जानेन म झन् खाँदै ए पुन्टिलु खै त पैसा खै सबै निकाल्यो पैसा चढाउनु मम्मी चढाउन यहाँ चाहिँ मम्मीले पैसा चढाउँदै हुन्छ ए हस् ए बुन्टु डिङ 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 चढाइ गर सुरु आहा आहा छोड न तिमीले लिने होइन नि त चढाइ गर्ने हो ल नक्कले पुजी गर्नु भएको हेर त्यहाँ फोटो खिचेर मैले भिडियो गरेको त्यसरी मसाल्नु पो पर्छ यहाँ चाहिँ हामी कबाब खान थालेको भित्र ससेज हुन्छ मेरो भएको उहाँलाई पनि टेस्ट गराएको बुवाले खानुहुन्छ कि थोरै
थोरै के हो त्यो यसो हुन्छ पर्दो रहेछ होइन होइन बाबु जापानमा डुलाउँदैछु मेरो छोरालाई तपाईँ चिलासन मेरो गोदावरी कस्तो मजाले फुलेछ होइन गुवालाई एकदम मनपर्ने ठाउँ है यो चाहिँ गुवालाई फुल भनेपछि एकदमै मनपर्ने फुलहरू हेरेर यो गोदावरी त हुन्छ तपाईँको हुनुपर्ने नक्कल छैन नि पुगला पुग्यो क्या चाहिँ हिँडेको छ मजा आयो आयो मजा 500 रुपियाँ हामी घुमेछौँ अझैसम्म अब चाहिँ हामी फर्किँदैछौँ हामी आइपुग्यौँ सिक्की आजको हाम्रो घुमाइ यही सक्यो आज हामी गर्दैछौँ बाई